हेलो गाइज, आज चाहिँ हामी स्केल कसरी बनाउने भन्नेवाला सर्वेको लिनियर मेजरमेन्टको च्याप्टरको न्युमेरिकल हामी सल्भ गर्न गइरहेको छौँ। यो 2081मा स्क्रिनमा आएको रहेछ। सो यदि तपाईँहरूलाई यो प्लेन स्केलहरू बनाउन आउँदैन भने टिक्लेको एउटा इन्ट्रोडक्सन भिडियो, एउटा यो स्केल कसरी बनाउने भनेर एउटा मात्र भिडियो हेरेर आउनु नि त। टिक्ले एकाडेमीको एउटा प्लेन स्केल अनि त्यसपछि अर्को चाहिँ डायगोनल स्केल। यो भिडियो हेरेर आउनु अनि त्यसपछि हामी बल्ल पास क्वेसन गरौँ। म कमेन्टमा पनि लिङ्क राखिदिन्छु है, राख्दैन त। सो यो प्लेन स्केल र डायगोनल स्केल टिक्लेको भिडियो हेरेपछि चाहिँ तपाईँहरू बल्ल पास क्वेसन गर्ने हो नि त। प्लेन स्केल नै बनाउने आउँदैन अनि सिधै पास क्वेसन सल्भ गरेर हुन्छ त। सो एउटा मात्र भिडियो हेरिदिनु, धेरै परेन। सो प्लेन स्केल र डायगोनल स्केलको टिक्लेको भिडियो हेरेर आउनु र अनि अब चाहिँ सुरु गरौँ है त। सो क्वेसनले के भनेको छ भन्दा हाम्रो रेक्टेङ्गुलर प्लट अफ ल्यान्ड अफ एरिया यति 0.96 हेक्टर भनेपछि 1 हेक्टर भनेको कति हो तपाईँहरूले थाहा हुनुपर्छ। 1 हेक्टर भनेको 10,000 मिटर स्क्वायर हो, ठिक छ। भनेपछि 0.96 हेक्टरले चाहिँ म्यापमा 6 सेन्टिमिटर सिमिलर रेक्टेङ्गुलर एरिया अफ 6 सेन्टिमिटर स्क्वायर गर्छ, रिप्रेजेन्ट गर्छ भन्यो। भनेपछि हामीलाई के थाहा भयो भन्दा 0.96 हेक्टर, हेक्टरलाई मिटर स्क्वायरमा लिएर जाने, किनकि मिटर अथवा सेन्टिमिटरमा हामीलाई सजिलो हुन्छ नि त। सो मिटर स्क्वायरमै लगेँ मैले, इन्टु 10,000 मिटर स्क्वायर बराबर 6 सेन्टिमिटर स्क्वायर हुँदो रहेछ, ठिक छ। बुझ्नुभयो? भनेपछि हामीले यो खोइ क्यालकुलेटर सो हाम्रो ल्यान्डमा यति बराबर म्यापको यति छ भने, रिप्रेजेन्ट गर्छ भने, सो हामीले यसलाई क्रस मल्टिप्लाई डिभाइड गर्दाखेरि के हुन्छ, यो 6ले यता डिभाइड गरौँ, यो हुन्छ 1600 मिटर स्क्वायर बराबर 1 सेन्टिमिटर स्क्वायर डिनोट गर्दो रहेछ, ठिक छ। भनेपछि यसलाई हामीले लेन्थ मात्र गर्दाखेरि के हुन्छ, स्क्वायरिङ बोथ साइड गर्दाखेरि के हुन्छ, यो 40 मिटर इजिकल टु 1 सेन्टिमिटर। यो गरे बुझ्नुभयो? यो मिटर स्क्वायर र सेन्टिमिटर स्क्वायरलाई हटाउन यसलाई पनि स्क्वायर रुट गरे, यसलाई पनि स्क्वायर रुट गरे भनेपछि 40 को स्क्वायर 1600, 1 को स्क्वायर 1 नै सेन्टिमिटर मिटर, ठिक छ। सो अब हामीलाई प्लेन स्केल बनाउन, प्लेन स्केल होइन, यहाँ स्केल मात्र भनेको छ। सो स्केल बनाउन हामीलाई के चाहिन्छ, चारवटा कुरा चाहिन्छ। एउटा चाहिन्छ हाम्रो आरएफ, अर्को चाहिन्छ हाम्रो युनिट टु बी सोन, त्यसपछि अर्को चाहिन्छ हाम्रो के चाहिन्छ, म्याक्सिमम लेन्थ, त्यसपछि अर्को हामीलाई के चाहिन्छ भन्दा लेन्थ अफ स्केल, ठिक छ। कसरी निकाल्ने नि म भनिदिन्छु। सो आरएफ हामीलाई क्वेसनले दियो भने त दिएन भने कसरी निकाल्ने भन्दा लेन्थ युज्ड इन ड्रोइङ अपन एक्चुअल लेन्थ अफ अब्जेक्ट, ठिक छ। हामीलाई आरएल निकाल्ने थाहा भयो। लेन्थ युज इन ड्रोइङ, हामीले ड्रोइङमा यति लेख्यो भनेको एक्चुअलमा यति हो भनेर हामीले भर्खर यो निकाल्यौँ। यो मिटर स्क्वायरलाई एरियालाई हामीले लेन्थमा कन्भर्ट गरेर, भनेपछि लेन्थ युज इन ड्रोइङ 1 सेन्टिमिटर म्यापमा अथवा ड्रोइङमा 1 सेन्टिमिटर भनेको एक्चुअलमा 40 मिटर हो। भनेपछि 1 बाई एक्चुअल भनेको 40, 1 सेन्टिमिटर बाई एक्चुअल भनेको 40 मिटर। सो यसलाई पनि सिएममै लिएर जाऊँ, 1/40 इन्टु 1 मिटर भने 100 सेन्टिमिटर इन्टु 100 सिएम भनेपछि 1/4000 हाम्रो आरएफ आयो। हाम्रो यही हो आरएफ। हामीलाई क्वेसनले पनि सोधे होला, क्यालकुलेट द आरएफ अफ स्केल अफ म्याप भनेर सोधेको छ। हामीलाई क्वेसनले पनि सोधेको छ, आरएफ पनि आयो। त्यसपछि युनिट टु बी सुन, हामीले ड्र अ स्केल टु रिड अप टु अ मिटर भनेपछि हामीले के सो गर्नु पर्यो, 1 मिटर, अ मिटर भने 1 मिटर सो गर्नु पर्यो म्यापमा, ठिक छ। त्यस्तै अर्को के सो गर्नु पर्यो, अल्सो सो डिस्टेन्स अफ 369 मिटर भनेपछि 369 मिटर यो हामीले सो गर्नु पर्यो हाम्रो स्केलमा, ठिक छ। त्यसपछि हाम्रो म्याक्सिमम लेन्थ,
हाम्रो द म्याप सुड बी लङ इनफ टु मेजर अप टु 500 भनेपछि म्याक्सिमम हामीले कति 500 मिटर हाम्रो म्याक्सिमम हामीले यति चाहिँ यो म्यापले मेजर गर्न सक्नु पर्यो। त्यसपछि लेन्थ अफ स्केलको फर्मुला के हुन्छ आरएफ इन्टु म्याक्सिमम लेन्थ भनेपछि आरएफ भनेको 1/4000 इन्टु म्याक्सिमम लेन्थ भनेको 500। सो यो क्यालकुलेट गर्दाखेरि हाम्रो कति हुन्छ यो मिटरमा छ सो 500 डिभाइड बाई 4000 गर्दाखेरि हाम्रो 0.125 मिटर छ। सो हामीले सेन्टिमिटरमा लिएर जाँदाखेरि 12.5 सेन्टिमिटर। ठिक छ, हाम्रो लेन्थ अफ स्केल पनि आयो, म्याक्सिमम लेन्थ पनि आयो, युनिट टु बी सोन पनि आयो, आरएफ पनि आयो। सो सबै आएपछि अब हामी स्केल बनाउन जाऊँ। स्केलको लागि सुरुमा हामीले के गर्छौँ, सुरुमा हामीले यता 12.5 सेन्टिमिटर तपाईहरुले स्केलबाट तान्नुहुन्छ हैन एक्जाममा। सो स्केलबाट यो 12.5 सेन्टिमिटरको यो लेन्थ तान्छौँ। ठिक छ, त्यसपछि यसलाई हामीले यस्तो गरेर हामीले 5 सेन्टिमिटरको लाइन तान्छौँ। ठिक छ, त्यस्तै हामीले यसलाई पनि यता लिएर गएर 5 सेन्टिमिटरको तपाईहरुले स्केलले कपीमा तान्न सक्नुहुन्छ एक्जाममा। त्यसपछि हामीले यसलाई फेरि 0 डिग्री गरेर फेरि 12.5 सेन्टिमिटर। ठिक छ, बुझ्नुभयो हाम्रो यो 12.5 सेन्टिमिटर, यो 12.5 सेन्टिमिटर किनकि हाम्रो लेन्थ अफ स्केल नै 12.5 सेन्टिमिटर आएको छ। त्यसपछि यति 5 सेन्टिमिटर, यति 5 सेन्टिमिटर तपाईहरुले नाप्नुहुन्छ। मसँगै बनाउनु ल, कपीमा तपाईहरुले यो 12.5 सेन्टिमिटर नाप अनि यो चाहिँ 5 सेन्टिमिटरको एउटा रेक्टेंगल बनाउनु, मसँगै बनाउनु। बनाउनु भयो? सो मसँगै बनाउनु भयो, यो 12.5 यो 5 सेन्टिमिटर। ठिक छ, अब यहाँ हेर्नु त हाम्रो म्याक्सिमम लेन्थ त 500 छ नि त। सो 500 लाई चाहिँ कति भागमा डिभाइड गर्दाखेरि हामीलाई यो नाप्न सजिलो हुन्छ होला। 500 लाई हामीले 5 भागमा डिभाइड गरे भने त 100 100 100 100 कस्तो सजिलो हुन्छ नि त। सो हामीले 500 लाई 5 भागमा डिभाइड गरौँ। सो 500 लाई 5 भागमा कसरी डिभाइड गर्ने भनेपछि यो 12.5 छ, 12.5 लाई 5 भागमा डिभाइड गर्दाखेरि 12.5 डिभाइड बाइ 5 गर्दाखेरि 2.5 हुन्छ भनेपछि सो हामीले यहाँदेखि यहाँसम्म हामीले 2.5 तानेम, त्यस्तै यहाँदेखि यहाँसम्म 2.5 तानेम, त्यस्तै यहाँदेखि यहाँसम्म स्ट्रेट 2.5 तानम, त्यस्तै यहाँदेखि यहाँसम्म 2.5 तानम। त्यसरी हाम्रो 5 भागमा डिभाइड भयो। ठिक छ, 1 2 3 4 5 मसँगै गर्नु है त। यो 2.5 यो 2.5 यो 2.5 यो 2.5 यो 2.5। ठिक छ, गर्नुभयो? मसँगै गर्नु है त, मसँगै गर्नु। ठिक छ, किन गरे भन्दा 12.5 लाई 5 भागमा डिभाइड गरे किनकि 12.5 सेन्टिमिटरले 500 मिटर रिप्रेजेन्ट गर्छ। सो त्यसको लागि 500 लाई हामीले 5 भागमा डिभाइड गरे 100 200 300 400 500 यसरी यो 2.5 यो 2.5 यो 2.5 यो 2.5 यो 2.5। ठिक छ, अब के गर्ने भन्दा हामीले सुरुको हैन सेकेन्डको पार्टलाई 0 मानौँ। ठिक छ, भनेपछि यहाँदेखि यहाँसम्म कति 100, यहाँदेखि यहाँसम्म 200, यहाँदेखि यहाँसम्म 300, यहाँदेखि यहाँसम्म 400। ठिक छ, गर्नुभयो यति? यति गर्नुभयो कि भएन? सो यति गर्नु भएपछि अब यहाँदेखि यहाँसम्म 500 हो भनेपछि अब हामीले के गर्ने भन्दा अब यसलाई कति भागमा डिभाइड गर्ने 10 भागमा डिभाइड गरौँ। 10 भागमा कसरी डिभाइड गर्ने तपाईको 2.5 सेन्टिमिटरलाई 10 भागमा डिभाइड गर्दाखेरि 0.25 सेन्टिमिटर हुँदो रहेछ भने तर तपाईसँग एउटा लङ स्केल छ यसमा त कति यसमा त 0.1 0.2 0.3 0.4 सो तपाईले 0.25 0.25 0.25 यसरी 10 भागमा डिभाइड गर्न पनि सक्नुहुन्छ। ठिक छ, त्यो गरे पनि भयो 2.5 सेन्टिमिटरले यतिलाई नत्र हैन भन्नुहुन्छ भने हामीले ड्रइङको फर्स्ट लेक्चरमै हो क्या हैन सेकेन्ड लेक्चर त्यो ड्रइङको सेकेन्ड प्र्याक्टिकल त्यो हामीले माथि ड्रइङको त्यो उमा गरेका थियौं नि हामीले के गरेका थियौं भन्दा यो हाम्रो
5 मिटरको यो छ र यसलाई 6 भागमा डिभाइड गर्नु पर्यो भने हामीले के गर्ने एउटा कुनै लेन्थ लिने यसलाई 6 भागमा डिभाइड गर्ने 1 2 3 4 5 6 अनि त्यसपछि फर्स्ट र लास्ट जोइन गर्ने र यसको प्यारललमा यसरी तान्ने भनेर मैले भनेको थिएँ हामीलाई सरले भन्नुभएको थिएन यसरी यो 5 लाई 1 2 3 4 5 6 6 भागमा डिभाइड भयो त्यस्तै हामीले सकेसम्म 0.25 सेन्टिमिटरले यसरी तान्ने डिभाइड गर्ने यसलाई यसरी नत्र होइन मलाई आउँदैन भने तपाईहरुले के गर्न सक्नुहुन्छ 10 भागको लागि डिभाइड गर्न 5 सेन्टिमिटरको लेन्थ लिनु 5 सेन्टिमिटरलाई तपाईहरुले के गर्न सक्नुहुन्छ 10 भागमा डिभाइड गर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 ठीक छ यसरी 5 सेन्टिमिटरको उल्टिने भयो त्यसपछि फर्स्ट र लास्ट यसरी जोड्दिने त्यसपछि बाँकी यसको ट्याक्क रोलर स्केल लिने कि त ड्राफ्टर लिने अनि त्यसपछि यसरी रोलर स्केल बेस्ड हो एक्जाममा नत्र अब स्केलले गरिदिन्छु भन्दा नि पाउनु भयो तपाईहरुले यसरी हाम्रो 10 भागमा डिभाइड भयो यसरी 1 भाग 2 भाग 3 भाग 4 भाग 5 भाग 6 भाग 7 भाग 8 भाग 9 भाग 10 भाग यसरी हाम्रो 10 भागमा डिभाइड भयो सो त्यसपछि हामीले के लिने भन्दा स्केलले नि यो पार्ट र स्केलबाट यो पार्ट ठीक छ यो पार्ट र यो पार्ट ठीक छ यसरी चिन्ह लगाउने के तल सेम हो भनेर यसरी हामीले 10 भागमा डिभाइड गर्न सक्छौं यसरी 10 भागमा डिभाइड भयो अब हामीले के गर्ने भन्दा यो र यो जोइन गर्दिने स्ट्रेट लाइनले यो र यो जोइन गर्दिने यो र यो जोइन गर्दिने अल्टरनेट है योबाट यो जोइन गर्ने 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 ठीक छ यो यहाँदेखि यहाँसम्म 400 अनि यसलाई हामीले यो त 100 छ नि त 100 लाई हामीले 10 भागमा डिभाइड गर्दाखेरि कति हुन्छ यो 10 यो हाम्रो 20 यो 30 यो हाम्रो 40 यो 50 यो हाम्रो 60 यो हाम्रो 70 यो हाम्रो 80 यो हाम्रो 90 यो हाम्रो 100 ठीक छ यसरी हामीले 10 भागमा डिभाइड गर्यौं त्यसपछि अब हामीले माथि पनि के गर्ने भन्दा माथि पनि 10 भागमा डिभाइड गरौँ यो 5 छ भने त 5 लाई हामीले 10 भागमा डिभाइड गर्न सक्छौं सो 10 भागमा डिभाइड गर्दिनु यसरी नै 1 2 3 4 5 6 7 8 9 खै 1 2 3 4 5 6 7 8 9 10 ए 10 भागमा डिभाइड भयो तपाईहरुले ट्याक्कै इक्वल भागमा डिभाइड गर्नु मैले यहाँ हल्का बिग्रिन नि सक्छ नि त सो यति हो र यसलाई हामीले के गर्ने यो 0 1 2 3 4 5 6 7 8 9 10 ठीक छ 0 1 2 3 4 5 6 7 8 9 10 ठीक छ बुझ्नु भयो ल यसरी यति हो त्यसपछि हामीलाई क्वेशनले के डिटरमाइन गरेको छ 1 मिटर निकाल भनेको छ भनेपछि हामीले 1 मिटर कसरी 1 मिटर भनेको हाम्रो के यो 0 यो भनेको 1 हो के हैन यो भनेको 1 हो के हैन यसरी हाम्रो 0 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 यसरी हाम्रो जति पनि निकाल्न सक्छौं सो हामीलाई क्वेशनले के भनेको छ क्वेशनले 369 भनेपछि 369 को लागि के गर्ने हाम्रो 300 यो छ यहाँदेखि यहाँसम्म 300 ठीक छ यहाँदेखि यहाँसम्म 300 त्यसपछि हाम्रो 369 को लागि 300 भयो प्लस 60 भनेपछि हाम्रो यहाँदेखि यहाँसम्म 60 अब हामीलाई कति चाहियो 69 चाहियो नि त सो 69 चाहियो भनेपछि 61 62 63 64 65 66 67 68 69 369 त यो हो भनेपछि 300 यहाँदेखि यहाँसम्म 300 त्यसपछि यहाँदेखि यहाँसम्म 69 यसरी हाम्रो
यो पोइन्टदेखि 369 मिटर यहाँसम्म आउँदो रहेछ। यति हो, क्वेसनले यति भन्यो, हामीले यति गऱ्यौँ भने हाम्रो यो क्वेसन पनि भयो। ठिक छ, यसरी हामीले कति सजिलो 369 निकाल्न सक्छौँ। अब क्वेसनले हामीलाई 369 नभए सपोज हामीलाई क्वेसनले 286 भनेको भए 200 हामीले यहाँदेखि यहाँसम्म 200 लेख्यौँ, त्यसपछि 86 भनेपछि 80, 81, 82, 83, 84, 85, 86 भनेपछि हाम्रो यहाँदेखि 200सम्मको यति हुन्थ्यो हाम्रो 286। ठिक छ, यही हो हाम्रो प्लेन, खै के अरे यसको नाम, स्केल हो, प्लेन होइन, हाम्रो स्केल हो। यति गऱ्यौँ भने हाम्रो कति मार्क्स आउँछ, 4 मार्क्स आउँछ। हेर्नु त, यति गऱ्यौँ भने सुरुमा चाहिँ आरएफ निकाल्नु भयो भने हाम्रो 1 मार्क्स आउँदो रहेछ, अनि यति गर्नुभयो भने तपाईँहरूले 4 मार्क्स। कस्तो सजिलो। सो हामी अझ यो स्केलको क्वेसन प्र्याक्टिस गर्छौँ र हामी पर्फेक्ट हुन्छौँ है त अब।